ललितपुर महानगरपालिका वडा नम्बर 23 स्थित ढापाखेलमा आएका छौँ र यो क्षेत्र अहिले यहाँ तपाईँले देखिराख्दै गर्नु भएको छ। यो एउटा सडक निर्माण नहुँदाखेरि यही हामीले हेर्दाखेरि 3-4 जनाको चाहिँ यहाँ एक्सिडेन्ट भएको जस्तो चाहिँ देखियो। सामान्य तरिकाको एउटा एक्सिडेन्ट भएको यहाँ फाटफुट देखिँदै रहेछ र यो जति मिटरको यो दूरीमा सडक बनिराखेको छ र यो सडक यो ठिक जेम्स स्कुल भन्दा अगाडि पट्टि रहेको छ र यो सडकको कारणले गर्दाखेरि यहाँ व्यापार बिजनेस गर्ने व्यवसायहरूलाई पनि एउटा ठुलो असर परेको भनेर चाहिँ यहाँ गुनासो आइराखेको अवस्था छ भने सडकमा हिँड्ने सडक यात्रीहरू र यात्रा सवार विशेष गरी स्कुटर र बाइकमा हिँड्ने मानिसहरूको लागि पनि यो सडक अलिकति दुर्घटनाग्रस्त नै देखिएको छ र यसको बारेमा हामीले सम्बन्धित निकायसँग पनि कुराकानी गर्नेछौँ र यो सडक कहिले बन्छ र यो सडक के कारणले गर्दाखेरि बन्न सकिरहेको छैन यसको बारेमा पनि हामी बुझ्नेछौँ र यो सडकको कारणले गर्दाखेरि यहाँ अहिले धेरै यात्रीहरूलाई चाहिँ अलि शास्ति भएको जस्तो अवस्था छ। यहाँ स्कुटर र बाइकमा हिँड्ने सवारी साधनमा चल्ने यात्रीहरूलाई चाहिँ यसले बढी असर गरेको छ र यो सडकको विशेष गरी यहाँ माथि यो उकालोदेखि यहाँ माथि धेरै पनि छैन, यहाँ माथि थोरै छ तर यो सडक चाहिँ बन्न सकिराखेको अवस्था चाहिँ छैन। हामीले यहाँ केही स्थानीयसँग पनि कुराकानी गऱ्यौँ र यहाँ व्यापार व्यवसाय गर्ने मानिसहरूसँग पनि कुराकानी गऱ्यौँ र उहाँहरूले एकदम तीव्र असन्तुष्टि देखाइराख्नु भएको थियो। हामीले राज्यलाई ट्याक्स बुझाउँछौँ र हाम्रो व्यवसायमा यसले धेरै ठुलो असर गरेको छ भनेर उहाँहरूले गुनासो पनि राखिराख्दै गर्नु भएको छ र ठिक यो सडकको दायाँपट्टिबाट पनि बर्खायाममा चाहिँ एउटा कार दुर्घटना भएको भनेर यहाँको स्थानीयले जनाइराख्नु भएको थियो र सडक निकै अप्ठ्यारो जस्तो देखिएको छ। सडकले यो वरपर व्यापार व्यवसाय गरिराख्नु भएका व्यवसायहरूलाई कस्तो असर परेको छ भनेर हामी बुझ्न पनि आइराखेका छौँ र हामी अहिले यहाँ नजिकैको रोडको छेउमा रहेको एउटा पसल क्याफेमा आएका छौँ र यो सडकले कस्तो असर पारिराखेको छ व्यापार व्यवसायमा आज हामी यो विषयमा बुझ्नेछौँ। हजुरको शुभ नाम? मेरो नाम दिपना बस्नेत। यो सडक कति भयो यस्तो बिग्रेको? 1.5-2 वर्ष। 2 वर्ष भइराख्दै गर्दाखेरि यहाँ धेरै धुवा धुलो आइराख्दै गर्दाखेरि तपाईँहरूको पसलमा पनि असर गरिराखेको होला। यो सडक बन्नुपर्छ भनेर तपाईँहरूले कतै केही भन्नुभएको छ कि नै? असर त परिहाल्छ, बाटोको छेउमै छ, सडकको छेउमै भएपछि धुलो उड्ने यान त्यान त भइहाल्छ। अब बर्खाको सिजन छ, पानी पनि त्यस्तै पर्छ अनि सुकिसकेपछि धुलो उड्नु त सामान्य नै भइहाल्यो, उडिहाल्छ। अब बनाए बाटो राम्रोसँग बनेको भए त अब राम्रै हुन्थ्यो होला भन्नलाई त अब निकायमा भनेकै छ सामान्य निकायमा, तर खै अहिलेसम्म केही प्रोग्रेस देखेको चाहिँ छैन। यहाँ एक्सिडेन्ट पनि हुन्छन् भनेर त्यस्तो विवरण समाचारहरू पनि आइराखेको हुन्छ। यो सडकमा चाहिँ दुर्घटना कतिको भएको देख्नु भएको छ तपाईँ नजिक भएको कारण? हुन्छ, दुर्घटना नि हुन्छ, दिनमा 1-2वटा बाइक नछुटेको टाइम कुनै छैन। यो जुन यो उकालो बनेको छ, यो उकालोबाट आउँदाखेरि यो मोडमा भएर ग्राभेलले गरेर धेरै नै एक्सिडेन्ट भएको चाहिँ देखेको छु। यसले व्यापारमा चाहिँ कतिको असर गरिरहेको छ यो सडक बिग्रिँदै गर्दाखेरि? यहाँ हजुरको व्यापार व्यवसाय पहिलेको तुलनामा अहिले चाहिँ कम घट केही भएको जस्तो के छ? धुलोले गरेर अलिक कम त हुन्छ नै, किनकि अभियसली राम्रो ठाउँमा गएपछि राम्रै सर्भिस राम्रै ठाउँ खोज्नुहुन्छ मान्छेहरूले। धुलो चाहिँ धेरै नै उठ्छ भनौँ न, धुलोले गरेर फरक त पर्छ नि बिजनेसमा। तपाईँहरूले वाडालाई पनि ट्याक्स बुझाउनुहुन्छ, राज्यलाई पनि ट्याक्स बुझाउनुहुन्छ र तपाईँहरूको एउटा व्यापार व्यवसाय सञ्चालन गरिराख्दै गर्दाखेरि आफूले सही ठाउँमा बुझाएको ट्याक्सबाट चाहिँ सडक भौतिक पूर्वाधारहरू सडकहरू राम्रो बन्नुपर्छ आफ्नो वरिपरिको ठाउँमा भन्ने चाहिँ एउटा व्यवसायको हिसाबले पनि हुन्छ र बारम्बार तपाईँहरूले भनिराख्दै गर्दाखेरि पनि सरकारले चाहिँ स्थानीय सरकारले चाहिँ किन ध्यान नदिएको होला जस्तो लाग्छ हजुरहरूलाई? खै अब ध्यान दिनुपर्ने विषयमा ध्यान त दिन पर्ने हो। अब हामीले ट्याक्स पनि टाइममै बुझाउनु पर्छ, हामीले सब गरेकै हुन्छौँ, त्यही पनि खै अब हामीले बुझाएको ट्याक्स कता गइरहेको त्यो चाहिँ थाहा छैन। यो सडक बन्नु र नबन्नुमा धेरै फरक हुन्छ नि त, हामी यहाँ बासिन्दाहरूलाई पनि अब ट्याक्स चाहिँ कता गइरहेको छ थाहा छैन।
अनि यहाँ धुवा धुलोबाट चाहिँ जोगिनलाई तपाईँहरूले यो अगाडिको यो बार पनि हालिराख्नु भएको छ होइन। यो सडक राम्रो भइदिएको हुन्थ्यो भनिसकेपछि तपाईँहरूले यस्तो खर्च पनि गर्नु पर्नुहुन्थ्यो होला होइन। यस्तो छ तपाईँहरूको पीडा र स्थानीय सरकारले तपाईँहरूले भनिराख्दै गर्दाखेरि चाहिँ बन्छ भनेर कुनै त्यस्तो आश्वासन दिनुभएको त्यस्तो केही छ? अब बन्छ त बन्छ भन्नुभएको थियो हामीले भन्दाखेरि। अब सायद जुन पनि काम साउन मसान्तभित्र असार मसान्तभित्र सिद्धिन पर्ने हो। अब यो काम चाहिँ किन भइरहेको छ थाहा छैन। अब बर्खामा ग्राभेल हाल्नुहुन्छ, ग्राभेल बगेर जान्छ, फेरि त्यही ग्राभेलले गरेर एक्सिडेन्ट हुन्छ। खालि अब के भन्ने के भन्न चाहनुहुन्छ अन्तिममा सरकारलाई? अब सडकको ट्याक्स तिरा हुन्छ, पसलको ट्याक्स तिरा हुन्छ, ट्याक्सको चाहिँ सजिलो सदुपयोग हुन पर्यो भन्ने हो। हस्, धन्यवाद। को शुभ नाम? मेरो बलराम महर्जन। म सम्पन्न यहाँको पुरानो बासिन्दा। सुरुमै हामीले घर बनाउन यो सडक यस्तो भएको छ, बिग्रिएको छ, यो सडकमा दैनिक दुर्घटना भइरहेको हुन्छ, तपाईँको पसल पनि यही नजिकै रहेछ। यो बाटो खराब भएको कारणले गर्दाखेरि तपाईँको पसलमा चाहिँ कतिको असर पुऱ्याएको छ? असरको त कुरै नगरौँ, धेरै नै असर भइसक्यो। 5 वर्ष भइसक्यो यो पुल बनाएको। पहिला भन्यो त्यो पुल बनाउनलाई पनि साह्रै अप्ठ्यारो गरी बाटो नै नहुने गरी त्यो पुल बनायो है। मान्छेहरू त्यो तलबाट हिँडेर त्यस्तो गरी बनायो। पछि फेरि पुल बनाइसकेपछि त्यो बाटो सबै नबनाएको भएर अहिले नै हेर्नु न कति ठुलो आइरहेछ। त्यो भने मतलब यतिसम्म कि यतिसम्म त्यो पानी आयो भने त सबै यहाँ पानी आएर सबै यहाँ खोला नै हुन्छ। हजुरको पसल पनि डुबान डुबान त भित्रभित्रै पानी छिरेर यति काल भइसक्यो कि अब हामीले यहाँ कहाँ खोल्नु पर्ने। अब यो सबै त्यो अब निकासा पनि राम्रो भइरहेको छैन। सबै यहाँ बाटोमै गाडी नै चक्कै डुब्ने गरी। यो समस्याको बारेमा हजुरले यहाँको जनप्रतिनिधिहरूलाई गुनासो गर्नु भएको छ कि नै? होइन, हामी सबै मिलेर वडामा पनि धेरैचोटि गइसक्यो, धेरैचोटि। अब यहाँको सांसद पनि धेरैचोटि आएर हेरिसक्यो। महानगरको मेयर साहब पनि धेरैचोटि आएर हेरिसक्यो, तै पनि कुनै पहलै भएको छैन। आएर हेरेर हामीले वडामा त दिनका दिन गएर हामीले एकदमै भनिसकेको छु। वडा अध्यक्षले काल हुने गरी भनेको छ, तै पनि केही लागेन। के भन्नुहुन्छ वडा अध्यक्ष किन नपर्ने कुरो? माथिबाटै केही बजेट पनि आएको छैन, केही गरेको छैन भनेर हामीलाई त्यो मात्र भन्छ। अब अनि त्यही भएर कति गाडी त त्यहाँ पल्टेर तलै पनि झरिसक्यो, मोटरसाइकल कतिवटा झरिसक्यो। अब आफै लड्यो एकचोटि। यहाँ गाडी पनि के दुर्घटना भएको भन्ने सुनेको थिएँ। यो घटनाको बारेमा अलिकति बताइदिनुहोस्। होइन, गाडी पनि त्यही त। अब म चाहिँ पछि मात्र हेर्न गएँ है। गाडी तलै गएको थियो, 4 चक्का माथि थियो। त्यो यही बाटोको उल्लेख गरेर घटना भइरहेछ। हजुरले यस्तो व्यापार व्यवसाय गर्नु भएको छ, वडालाई राज्यलाई ट्याक्स बुझाउनुहुन्छ। यसरी हजुरले धुवा धुलो खाएर आफूले व्यवसाय गरेर राज्यलाई ट्याक्स बुझाउनुहुन्छ, तर राज्यले चाहिँ यसरी काम नगरिदिँदै गर्दा यसबाट तपाईँहरूको व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले चाहिँ असर पुरिराख्दै गर्दाखेरि चाहिँ राज्यलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? के भन्ने, राज्य छ कि छैन कि राज्य नै छैन जस्तो भइरहेछ हामीलाई। बजेट नपरेको कारणले गर्दाखेरि नभएको भन्ने कुरा चाहिँ त्यही भइरहेछ। अब जति पटक हामी गएर भन्न जाँदा पनि वडा अध्यक्षले पनि त्यही भन्नुहुन्छ। अब यहाँ एउटा खनेको नै यहाँ 1 महिना भइसक्यो भने त्यो रोडको जुन छ नि यो मापदण्डको त्यो खनेको नै 1 महिना भइसक्यो कि हामीले यहाँ मान्छेहरू लडेर। अहिले पनि एकजना मान्छे त्यो आएको थियो पानी किन्न, लडेर मैले उठाएर त्यो यहाँ राखेर पानी खुवाएर पठाउनु पर्यो पसल आएको। यस्तो अप्ठ्यारो गरी अब अप्ठ्यारो भइसक्यो। अनि बजेट नपुगेको भन्ने चाहिँ कुरा छ। बजेट त एउटा आर्थिक वर्षमा नभए पनि अर्को आर्थिक वर्षमा चाहिँ हुनुपर्ने चाहिँ हो होइन। तर यो सडक यस्तो बिग्रेको कति वर्ष त वर्षौँ भइसक्यो भन्ने कुरा छ। त्यही त 5 वर्षभन्दा बढी भइसक्यो। 5 वर्षसम्म सडक बिग्रिँदै गर्दाखेरि पनि यहाँको सरकारले बजेट नभएको कारणले गर्दाखेरि चाहिँ यो सडक नबनेको भन्ने तपाईँहरूलाई चाहिँ भन्नुभएको? त्यही भनिरहेछ। जहिले पनि गए पनि पटक पटक हामी गइरहेछ, त्यही मात्र भनिरहेछ। अब त्यही भएर अब हामी त अब के गर्ने, भन्दा वाक्कै लागिसक्यो। हस्, धन्यवाद। हामी अहिले ललितपुर महानगरपालिका वडा नम्बर 23 स्थित धापाखेलमा आएका छौँ। यो धापाखेलको ठिक जेम्स स्कुलभन्दा
अगाडि उकालोको सडक बिग्रिसकिसकेपछि यहाँको स्थानीय र सवारी साधनमा आबद्ध सवारी साधन चलाउने चालकहरू र यात्रुहरूलाई कष्टकर जीवन जिराखेको हो र त्यो क्षेत्रमा व्यापार व्यवसाय गर्ने मानिसहरूले पनि धुवा धुलोबाट चाहिँ पीडित हुन परेको भनेर चाहिँ आम जनगुनासो आइराखेको थियो र त्यो सडक नबन्दाखेरि त्यहाँको स्थानीयहरूले पनि धेरै पीडा दुःख खेप्नु गरेको कुराहरू पनि सार्वजनिक भएको थियो र यो सडक किन बनेन भनेर हामी आज यो बुझ्नको लागि यहाँ अहिले वाडा नम्बर 23 मा आएका छौँ र वाडा नम्बर 23 मा अहिले हामीसँग हुनुहुन्छ यहाँको वाडा अध्यक्ष जीवन महर्जन सर यहाँलाई स्वागत। नमस्ते। यो सडक जुन अगाडिको जेम्स स्कुल भन्दा अगाडि उकालोमा रहेको त्यो सडक नबनेको भनेर चाहिँ आइराखेको छ समाचार। यो सडक चाहिँ किन नबनेको होला सर? यो सडक नबन्नुको मूल कारण चाहिँ तपाईँको सुरुवातदेखि जाँदाखेरि 2 वर्ष अगाडि त्यहाँ चाहिँ तपाईँको जम्मा 14 फिटको चाहिँ पुल थियो बाटो। मूल सडक मापदण्ड चाहिँ 14 मिटरको थियो तर 14 फिटको मात्र गुम्बज थियो त्यहाँ। प्रदेश कार्यालयले चाहिँ त्यसको लागि बजेट विनियोजित गरेर 2 वर्ष अगाडि अहिले 14 मिटरको पुल बनेको छ। पुल बन्दै गर्दाखेरि पुलको अब माथिपट्टि र तल्लोपट्टि चाहिँ पुल बन्दाखेरि केही भाग चाहिँ त्यतिखेर बिग्रेको। अब पुल चाहिँ सञ्चालनमा आयो तर त्यो चाहिँ अब बनाउने कुरामा चाहिँ अलिकति यो प्रदेश कार्यालयबाट पनि बजेट नभएको भन्ने कुरा आउनासाथ अनि हामीले चाहिँ स्थानीय निकायलाई त्यो बाटो बनाउनको लागि चाहिँ त्यो सडक खण्ड चाहिँ हस्तान्तरण गरिदिनुहोस्, हामी आफै बनाउँछौँ भनेर महानगरपालिकाको सिफारिसबाट चाहिँ प्रदेश कार्यालय गइसकेपछि प्रदेश कार्यालय चाहिँ हस्तान्तरण गरिदियो। दिइसकेपछि लगत्तै हामीले चाहिँ महानगरपालिकाले तुरुन्तै तत्कालै कालोपत्री गर्नको लागि भनेर 50 लाख बजेट चाहिँ विनियोजित गरेर चाहिँ टेन्डर आह्वान पनि गरेको। टेन्डर आह्वान गर्दाखेरि सुरुमा टेन्डर आह्वान तपाईँको 35 दिने टेन्डर आह्वान निकाल्यो, कोही एकजनाले पनि टेन्डर राख्न आएन। अनि फेरि 21 दिने निकाल्यो, 21 दिनमा पनि कोही एकजनाले पनि टेन्डर राख्न आएन। फेरि लास्टमा 7 दिने टेन्डर निकाल्दाखेरि पनि कसैले एकजनाले पनि टेन्डर राख्न नआइसकेपछि अब कसरी जाने त भन्ने कुरामा चाहिँ त्यसको लागि चाहिँ फेरि अब यो कालोपत्री होइन यसलाई चाहिँ ढलान गरेर जानुपर्छ। गर्दाखेरि ढलानको इस्टिमेट चाहिँ लगभग 1 करोड 5 लाख रुपियाँ आयो। 1 करोड 5 लाख आउँदै गर्दाखेरि अनि ढलानको पनि अहिले भर्खरै 21 दिन अगाडि सूचना निकाल टेन्डर आह्वान गर्दाखेरि अहिले टोटल 47 जनाले टेन्डर हाल्न आयो। अहिलेको 47 जनाले टेन्डर हाल्ने आउँदाखेरि चाहिँ त्यो टेन्डरको प्रक्रिया चाहिँ पहिलाभन्दा अलिकति फरक भएको कारणले गर्दाखेरि त्यसको चाहिँ त्यो प्रोसेसमा चाहिँ अलिकति टाइम लाग्ने भएकोले लगभग टेन्डर प्रक्रिया सकिएर अब हप्ता 10 दिन चाहिँ लाग्छ होला। त्यो उनीहरूको चाहिँ प्रत्येक त्यो टेन्डरको चाहिँ नयाँ नियमअनुसार चाहिँ त्यो एनालाइसिसहरू गर्नुपर्ने रहेछ। अब लगभग यो भदौ महिनादेखि काम सुरु गर्ने। भदौ महिनादेखि काम सुरु भइसकेपछि सडक बन्छ भन्ने चाहिँ हजुरको धारणा छ? पक्का टेन्डरै भएर टेन्डर बिट भइसकेपछि त्यो अवश्य पनि भन्छ। त्यसो हामी तल कुराकानी गर्दै राख्दाखेरि त्यहाँ व्यवसाय गर्ने व्यवसायहरूले के भन्नुहुन्थ्यो भने चाहिँ हामी चाहिँ वाडालाई सरकारलाई ट्याक्स बुझाउँछौँ, यसरी ट्याक्स बुझाइराख्दै गर्दाखेरि पनि यस्तो धुवा धुलो खाएर यसरी ट्याक्स बुझाइराखेका हुन्छौँ, यहाँ यसरी दुर्घटना भइराखेको हुन्छ भनेर चाहिँ सवारी साधनमा चाहिँ हिँड्ने यात्रुहरूले पनि त्यही गुनासो गर्नुभएको थियो। अब उहाँलाई चाहिँ तपाईँले विश्वस्त पार्नुहुन्छ कि भदौबाट चाहिँ काम सुरु भइसकेपछि यो चाँडै नै निर्माण चाहिँ हुन्छ? त्यो त पक्कै पनि हो। एउटा कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो सडक चाहिँ हाम्रो वडा स्तरीय वडाले डाइरेक्टली काम गर्न नपाउने बाटो पनि हो। वाडाको मातहतमा चाहिँ परे पनि वाडाले काम गर्न नपाउने, अनि महानगरको मातहतमा आयो, वडाले अब आफैले बजेट निकास गरेर त्यति धेरै अमाउन्टको बजेट पनि हुँदैन। मूल सडक हो, त्यो वडाले गर्न सक्ने अवस्था हुन्छ छैन। हामीले त महानगरलाई गयो महानगर बजेट व्यवस्था महानगरले चाहिँ के भन्नुहुन्छ? महानगरको वाडाध्यक्ष पनि हुनुहुन्छ, बजेट व्यवस्था गरेर टेन्डरसम्म गइसकेको छ। त्यो पार्ट अब त क्लोज भइसक्यो। अब टेन्डर प्रक्रियामा गइसकेपछि काम सुरु भयो भने यो चाँडै नै बन्छ। त्यसमाथि पनि यो बिचमा त्यस्तै अप्ठ्यारो गाडी नै तपाईँको पछाडि झरेको शुद्ध छ। रेगुलर एक्सिडेन्टहरू म आफै पनि जाँदाखेरि पनि रेगुलर एक्सिडेन्ट पनि देख्छु। बाटो एकदमै गाह्रो छ। वडाले सक्ने तपाईँको 3 चोटि त हामीले ग्राभेलै गरिसकेका छौँ।
3 पटक बाटो ग्राभल गर्नु ग्राभल गर्छ वडाको बजेटले नै 3 चोटि ग्राभल गरिसकेको छ र महानगरकोले 1 चोटि गर्दाखेरि सम्म 4 चोटि ग्राभलै गरिसकेको छ यो बाटो उकालो रहेछ पानीले चाहिँ त्यो बगाउने समस्या आउँदो रहेछ पानीले त्यो बगाइसकेपछि तल पसलको भित्र पनि पानी हिलोहरू जाने चाहिँ त्यस्तो समस्या भएको रहेछ त्यसको लागि चाहिँ समस्या समाधान केही गर्न सकिन्छ अहिले यो बाटो नबन्दा बेरसम्म तपाईँहरूले त्यहाँ माथि ट्राभल गर्दा त्यहाँको हिलो गइराख्ने हुन्छ त्यहाँको व्यवसायहरूलाई त एकदम गाह्रो भइरहेको छ त्यसको लागि चाहिँ अस्थायी रूपले केही समस्या समाधान निकाल्न सक्ने केही योजना बनाउनु भएको छ त्यो ग्राभल राख्दा हामीले त्यो अरू यो कालोपत्री गर्दै जस्तै गरी चाहिँ तपाईँको रोलर लगाएर सबै गरेको पनि हो ड्रेन पनि बनाएको हो त्यो पानी परेपछि उकालो छ अनि अलिकति ठुलो गाडी गएर अलिकति लोड लिइसकेपछि त्यो सबै माटो खोसिहाल्ने ग्राभल गरेको 2 दिन फेरि जस्तो जस्तै हो पानी परिसकेपछि अनि त्यहाँ एउटा पुल पनि बनिराखेको रहेछ है त्यो पुल चाहिँ प्रदेश सरकारले बनाएको भनेर भन्नुभयो र त्यो माथि बाटो पनि त्यही बेलामै बनाएको भइसकेपछि राम्रो हुन्थ्यो के बजेट नपुगेर नबनेको हो कि पुल मात्र प्रदेश सरकारले बनाउने भन्ने चाहिँ होइन त्यही त हामी पनि कन्फ्युजन थियौँ त्यतिखेर अब वडा कार्यालयसँग त्यतिखेर सहकारी कुनै पनि भएन पुलको ठेक्का पर्यो भन्यो पुल बनाउन आयो त्यो जम्मा वडासँग कुनै समन्वय त्यतिखेर भएन ठेक्का परिसकेपछि ठेकेदार आफूसँग थाहा पायो यस्तो किन हुन्छ स्थानीयको एउटा सरकार र अर्को सरकार बिच चाहिँ समन्वय नहुने यो देशैभरिको पनि एउटा समस्या यस्तो हुन्छ यो समन्वय चाहिँ हुन नसक्नुको कारण चाहिँ के हो यसमा चाहिँ कुन पक्ष चुके जस्तो लाग्छ तपाईँ आफू पनि वडा अध्यक्ष अब यो खोइ अब उहाँले कुन हिसाब दृष्टिकोणले यो वडाको टिमलाई स्थानीय निकायले कसरी लिने हो थाहा भएन त्यो चाहिँ तर त्यहाँ त धेरै कुराहरू थियो त किन त्यो महादेव खोला हो अपेक्षा गर्नुहुन्छ प्रदेशबाट सम्मेलन हुनुपर्छ भन्ने चाहिँ होइन किनभनेपछि त्यहाँ पुल बन्यो पुल बनिसकिसकेपछि पुल कसरी बन्यो भनेर त्यहाँको स्थानीयहरूलाई पनि त्यति धेरै थाहा नहुने कुरो हुन्छ बलि बनायो भनेर र अरू त्यहाँ सडक बनाउँदाखेरि पनि वाडाको त्यहाँ बाटो बिग्रियो भने पनि वाडालाई दोष आइराखेको हुन्छ होला होइन अरू सबै चिजहरू चाहिँ वाडालाई दोष लिइराख्दै गर्दाखेरि चाहिँ प्रदेश सरकारले पनि तपाईँहरूसँग त सम्मेलन गर्नुपर्ने चाहिँ भन्नुहोस् अवश्य पर्ने हो त्यो चाहिँ अब यो कस्तो हुन्छ भने तपाईँको पार्टी फरक फरक भएको कारणले गर्दाखेरि त्यस्तो पनि हुन्छ त्यस्तो हुँदैन त्यो पार्टी फरकसँग सम्बन्धित कुरै भएन त्यो किनभने यहाँका तपाईँको पब्लिकलाई तपाईँको सेवा पुर्याउने कुरा हो होइन पार्टी फरकसँग त्यस्तो कुराहरू आउँदैन तर एउटा कुरा समन्वय गरेर काम गर्दाखेरि मलाई जति थाहा हुन्छ हाम्रो जनप्रतिनिधि वडा सदस्यलाई जति थाहा हुन्छ त्यो बाटोमा हिँडडुल गर्नेलाई जति त्यो बाटोको विषयमा थाहा हुन्छ त्यो न महानगरको मेयरलाई थाहा हुन्छ न प्रदेशको सभासदलाई थाहा हुन्छ न केन्द्रकोलाई थाहा हुन्छ भोग्ने त खुद हामी हौ नि अरे यो कहाँको बजेटले कसरी काम गर्नुपर्छ भन्ने अब पब्लिकलाई पनि कति कुराहरू थाहा हुँदैन तर डाइरेक्टली गाली खाने त वडा चाहिँ हो नि हो भनेपछि अब हामी एउटा अब यसलाई अन्तिम पनि गरौँ अब यो त्यहाँ बाटोमा जति पनि अहिले दुर्घटनामा पर्नु भएको छ त्यहाँ व्यवसाय गर्ने मानिसहरू हुनुहुन्छ जति यात्रु हुनुहुन्छ उहाँहरूलाई एउटा आश्वस्त के दिउँ भनिसकेपछि काम भदौबाट सुरु हुन्छ र असोजमा सकिन्छ भन्ने चाहिँ मजाले असोजमा सकिने होइन त्यो सकिने असोज 1 महिनामा नसकिएला अलिकति टाइम लाग्छ कति जति टाइम सुरु भयो प्राविधिक कुरा हो त्यो अब यो कार्य आदेश अब कहिलेको प्राप्त गर्छ ठेकेदारले तर जसले ठेक्का पायो उसलाई चाहिँ हामी चाहिँ अब समन्वय गरेर सकेसम्म चाँडै काम सुरु गराउँछौँ राम्रो सही तरिकाले अझ सकेसम्म चाँडै चाहिँ सघाउने कुरा चाहिँ बढीमा 2 महिना भदौबाट सुरु भयो भने असोज कार्तिकसम्म टाइम चाहिँ ठ्याक्कै भन्न सक्ने अवसर किनभने 2 चोटि गरेर गर्नुपर्ने हुन्छ तपाईँको मूल सडक पनि भयो 2 पटक गऱ्यो भने चाहिँ कति टाइम जति लाग्ला त्यहाँ एकचोटि ढलान गर्दाखेरि अब त्यो 10 मिटरको बाटो भयो होइन अहिलेलाई चाहिँ ढलान गर्नुपर्ने 10 मिटर अरू बाँकी त पेटी बस्ने हो 10 मिटर ढलान गर्दाखेरि 5 मिटर ढलान गरेर 21 दिन राख्नु पर्यो 21 दिन राख्नु पर्यो त्यसपछि त्यसमा गाडी गुडेपछि फेरि अर्कोपट्टि जानु पर्यो भनेपछि 21 दिन 44 दिन त त्यसैमा जाने हो बाहेक अब यता अलिक खन्द यता अलिक डन्डी पानी बढीमा 3 महिनामा चाहिँ कम्प्लिट हुन्छ लगभग 3 महिनामा कम्प्लिट हुन्छ हामी 3 महिनापछि फेरि तपाईँकोमा आउनेछौँ बाटो बन्या छ भनेर चाहिँ हामी फेरि आउनेछौँ समय दिनुभयो यहाँको लागि धेरै धेरै धन्यवाद